अन गर न ल भन अब कुन एनिमल आउँछ भन ड्रोमेडारिस स्ट्रस भयो है अस्ति कमेल चाहिँ हैन हामी सेराखेन्तीमा आयो खोइ नि अगाडि भयो केही छैन केही नभएको ठाउँमा तालगिरी स्पिड लानु होइन बिस्तारै चलाउनु यहाँ मलाई गाह्रो हुन्न यसरी यहाँ फुसफुस आएको है पानी बहिनीको किन झ्याल खोलिदिनु पर्छ नि बहिनीको बन्द गरिदिनु झ्याल बहिनीको झ्याल यता हाम्रो के हाम्रोतिर तिमीतिरको अलिकति ऊ उहाँहरू चाहिँ स्ट्रस भएको लु राम्रोसँग देखाउ न भिडियो के गरिरहेको के यस्तो गरेपछि त अनि कहाँबाट आउँछ त ऊ बढ बढ यो फेरि मकैको जस्तो क्यामल त्यो थुक सबै सिधेर तलमाथि तान्छ कोही त ऊ छ अस्ति छु या ऊ अगाडि छ ऊ त्यो गाडीमा ऊ इमो अब बोल न आरुस यो के हो यसको नाम भन्देऊ What is that, Arus? That's a ostrich. That is an emu. That is kind of ostrich. Oh, is that an ostrich? Yeah, that is ostrich, huh? त्यहाँ My two ostrich. मलाई देर देखियो Yeah, here. नजिक हेर न two ostrich नजिक देखाउन दुईटा हो अब उता पछाडिपट्टि छ नि एउटा यता एउटा एउटा त्यो खाना राख्यो होला ऐना देखेछ खाना खाँदै सिङ्गुलर ostrich अन्त एनिमलै आएन है डर लागेको थियो होइन ल यता पो हाल्यो त यतापट्टि ओए लायन आउँछ अब अफ्रिकन लायन बादर हो त्यो लायन हो होइन चस्मा लाउँछ चस्मा लाउँछ लाउँदैन यो धेरै मोबाइल यस्तो हेरेर के यस्तो बादर हैन मैले टाढोबाट बादर जस्तो देखेँ नि त अनि बादर लायन त न अब मैले टाढोबाट बादर देखेँ आफू र जङ्गलको राजा नचिन्ने त You can't differentiate between yourself and king of the jungle. That is a हात्ती देखेँ नि मम्मी म जस्तो छ एउटा लिदिनु के रे यो के हो अफ्रिकनबाट ल्याएकोहरू सबै हो कि त्यही भएर त्यो घर हो नि अफ्रिकनको घर हो सबै अफ्रिकन पार्क हो नि त थेम अफ्रिका हो नि त त्यही भएर घरहरू पनि त्यस्तो थीम अफ्रिका हो नि त रातो माटोले लिपेर अनि तिनीहरूले के चित्र बनाउँछन् है लायन पान्तेरा लियो रे अफ्रिकन लायन अफ्रिकामा ठुल्ठुलो जङ्गल हुन्छ नि त्यहाँको जनावरहरू धेरै तिमीले के खिचिरहेछौ जेपाते नखिचाइहाल्नु एयर कन्डिसनर खिचिरहेछौ कन्टिन्यू नगर है स्टप गर बन्द गरिदिनु नि सबैले नआएको होला पज गर न नो एकछिन पज गर अनि पछि भिडियो बनाउने भिडियो अनि पज गर न अनि फेरि भिडियो नै आउँदाखेरि हो नि त बनाउने फेरि अनि सर्ट क्लिप हाल्ने हो नि त साइडमा यस्तो धेरै भिडियो लामो भिडियो तिमी राख्न नि सक्दैन र के हुन्छ त लामो भिडियो राख्न मिल्दैन अरु सहिले अनि मिल्छ छोटो छोटो धेरै बनाउनु बरु मैले के गरेछु र त्यो झन् मम्मीले हो के गरेको कताबाट आयो छोको पनि छैन यो मान्छे कहाँबाट आयो त अगाडि जान खोजेको हामी बिस्तारै हिँडेर अगाडि जान खोजेको नि जानु न हामी किन छुट्ने हो र ल हेर्नु न यो खाना भ्यायो लायन हेर उता लायन देख्यो लायन ऊ माथि छ टपमा कोही त भिडियो त देखेन कसरी खास हामी यो बाटोमा हाल्ने यो बाटोमा हाल्ने हो के अरे अगाडिबाट त्यही गरे नि त मान्छेहरूले ए दादा ड्याडीको हापो बसेर रिस गर्न खोजेको आज खोज्छ कि आजकल त मेरो काखमा राख्न नि हुन्न त्यसलाई खास हामी यताबाट हाल्ने होइन किन यिनीहरूले हाल्यो यताबाट
यतैबाट हाल्ने हो उताबाट नै गइरहेछ कति ऊ लाएन ल देख्यो लाएन ल ऊ दुइटा लाएन लायन त्यो फिमेल लायन रहेछ ए तीनवटा लाएन रहेछ तल चाहिँ एउटा मुनि चाहिँ एउटा मेल छ अनि चाहिँ माथि उसमा चाहिँ देख्यो त्यस्तो चिसोमा यो फिमेल लायन सबजना रिल्याक्स यता हाल्ने हो कि खासै खोइ त मेल मेल त्यही थियो त तल भित्र तल मुनि सुतिरहेको छ ए देख्यो तल एकजना तल छाना त्यो छारीमा एउटा बुढा दुईटा बुढी रहेछ पीडित रहेछ लायन त छारीमा बस्यो दुईटा चाहिँ बडीगार्ड पीडित रहेछ रे के हो त्यो गरी अघि उड्ने तिमी उड्ने दुईटा बुढी भयो पीडित भनेको के भन्नु इन पेन जिब्रा इन पेन ए बसको रहेछ नि त यतापट्टि साइडमा ल ल अब के गर्ने ल सिद्धो छैन ल म त यस्तो फोटोमा प्रायः आउने भनेको यही त हो नि होइन जिराफको उ गरेको भन्दा आउँछ खोज्दाखेरि हामीले आउने यही रहेछ कि होइन यहाँ यस्तो रहेछ नि त त्यहाँ फेरि त्यो जनावरहरू थियो त्यहाँनिर बस्ने ठाउँ भने बस्ने घरहरू भने हामी जस्तै आइसकेछ नि त हामी बस्नेतिर पछाडि ल ल होला जिराफ पनि हुन्छ नि उभिरहेको छ त्यहाँ उसलाई त्यो दादा चाहिँ बसेर चाहिँ नि अगाडि हो कि बिस्के बिस्के के हो कि टाढेको ड्याडीलाई तँलाई मङ्की दादा मेरो पापाको आप्पा बस्छ जिब्रानी आएछ र गाडीमा नखिचन यसरी खिचन हेरेर खिचन गाडीमा ऊ जिब्रा खिचन तिमी गाडीमा जिराफ किन देखाउने त त्यहाँ छ नि आबिस्कान्ने दादा दादा बसेको पापा त्यही जान खोजेको मम्मी त जिराफहरु के गर्छ नि त फाइट गरेको फाइट होइन को बोय बेबीलाई सुत्यो निम्न गर्यो नि तिनीले जेब्रा ब्रिडिङ ब्लिडिङ गर्न आयो सुत नि त नि सुत्न नि अब यसको निन्द्रा पचाइसक्यो कि निन्द्रा जिस्किने जस्तो सुत नि त नि अब नुन गर्दा तिमीलाई भिड जान्दैन क्या गर्दा गर्दा नि सुत्थ्यो कि अलिकति पेट भरे जस्तो भयो के जुरुक्क उठ्यो खोइ छ र हाम्रो हेरौँ जेन्युनी सट कति जिब्रा देख्छ ल जिब्रा देखाउ ल कस्तो राम्रो जिब्रा देखेको क्या चिल्लो है कहाँ हो ब्लिडिङ गरेको गरिसक्यो ब्रिडिङ कहाँ छुट्यो त्यहीँ थियो कतै त्यहीँ जिब्रा कुन जिब्रा त्यहाँ दुईटा जिब्रा हामीलाई हेरिरहेको जिब्रा ओइ आयो व्हाट द हेल कति रिस उठेको बट्टारी बट्टारी अनि अनि रिस उठ्यो भने अनि दुईटा दाँतले गरेर छोड्छ टोक्छ हामी स्विमिङ आज नै जाने हो अहिले बेलुका 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 हो त्यही नजिकै छ त्यही त हो त नि म्याजी ऊ बाटो क्रस गर्नु लाग्यो डैडी अगाडि जेब्रा ऊ जिराफले ल आऊ अनि त खाना खानु त्यसकै ठाउँ रहेछ यहाँ छ यहाँ एउटै ठाउँमा रहेछ कति धेरै टाउको दु टाउको दुख्ला नो 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 आउन क्या आउन आउँछ आबिसका बाई गरेको चरी हेर त ओ दादा हेर दादा ओ आबिस दादालाई पाइ गरेको के भयो के भयो के भयो जडा ल यहाँ बसेर खानेलाई खान्छ किन साथीहरु त्यो आएको जिब्रा आयो
यिनीहरू खाना ओ माय गॉड मम्मी एउटा जिब्रा प्रेग्नेन्ट रहेछ नि त त्यहाँ खोइ ऊ त्यो अगाडिको जेब्राको पेटको डिफ्रेन्स र अरू जेब्राको पेटको त्यो अलिकति मोटै अरू पातले पातले धेरै खायो होला नि त अनि धेरै खाएपछि पेटको हुन्छ नि रिसाए केटी यसलाई त नेपालीमा त के अरे के घोडे अरे यसलाई के भन्छ बनघोडा भन्छ के भन्छ जिब्रा के भन्छ यसलाई बनघोडा भन्छ मान्छे हिँड्ने हो नि त त्यहाँ त ड्याडी हेर्नु न त्यो त त्यही काम है त्यो हिँडेर आउने ट्रायलहरूको हो नि वाकिङ सफारी गर्न पनि मिल्छ कि हिँडेर ल त्यो पनि नै सुत अब साह्रै निन्द्रालाई सुत है यसो हल्ला सुताउँछ नि त बिन्दु यार प्लिज लेट सुताउनु कसरी होला एकछिन बन्द गर्छ